नमस्ते वेलकम ब्याक टु माई च्यानल सबैजनालाई। सो आज चाहिँ हाम्रो फेरि नेक्स्ट हाइकिङ रहेको छ। आज हामी आफ्नो स्टुडेन्ट्सहरू लिएर फेरि राजा रानीतर्फ लागिरहेको छौँ है। हाम्रो यात्रा सुरु भइसकेको छ तलबाट। सो हामीले अब यो जुन तपाईँको अगाडि देख्दै हुन्छ यो पहाड, यसलाई पनि क्रस गरेर अर्को जुन अगाडि छ त्यहाँ पुग्नुपर्ने हुन्छ। गाडी हाम्रो टोली पछाडि छ। सारू सर हुनुहुन्छ। हामी सर लगभग हामीलाई कति लाग्छ होला अब? हामीलाई लगभग धेरै होइन 5 मिनट भन्दै हुन्छ। सो पुलदेखि अझै हाम्रो टाइम चाहिँ अब लाग्ला अझै 2.5 घन्टा जति माथि पुग्न चाहिँ। सो यहाँ हामीसँग अभि सर। हाई गाइस। सो कस्तो हुँदैछ त? यात्रा एकदम लामो छ, कठिन त, तर हामी सङ्घर्ष गरेर। सो यो हाम्रो फर्स्ट टाइम है, यो चाहिँ फर्स्ट टाइम हो। सो आज चाहिँ हामी राजा रानी जुन यो लेटाङदेखि माथि रहेको छ जाँदैछौँ। हाम्रो टोलीहरू पछाडि देख्न सक्नुहुन्छ। सो बिस्तारै अघि बढिरहेको छौँ। अहिले चाहिँ हामी लामता ह्याङ्गिङ ब्रिज बाटोमा पुगिसकेको छौँ। हेलो गाइस। हेलो 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 क्लिपहरू यिनीहरूलाई भेला पार्दै खिच्दै जानु ल। हेलो 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 ल समित। हेलो 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 से हाई टु माई ब्लग। हेलो 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 ओके विवेक। ओके सो यहाँ चाहिँ हाम्रो डिकमको मिसहरू आउनुभएको छ। गुड मर्निङ सबैलाई। हेलो 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 गुड मर्निङ। यहाँ हाम्रो एकदम अर्जेन्टिनाको फैन यहाँ आइसक्नु भएको छ हाम्रो विशाल सर। सरहरू अगाडि दिँदै हुन्छ। एकदमै घाम लागिरहेछ। अब हामी हाम्रो यात्रातर्फ लाग्यौँ। फेरि जुलुङ्गे पुल क्रस गरेपछि यतापट्टि सानो गाउँ रहेको छ, घरहरू। यस्तो चर्को घाममा हामी यात्रातर्फ अघि बढिरहेका छौँ। के भन्नुहुन्छ? बहुत गर्मी है, बहुत गर्मी। जाडो छ। खानु मजाले। घाम डाइरेक्ट पुरै। सो यो बाटो चाहिँ हाम्रो राजा रानी जाने बाटो रहेछ। यता चाहिँ हाम्रो लोखरा चोक रहेको रहेछ। सो अब हामी यो बाटो जानु पर्यो। अब उकालो उकालो लाग्दैछु बिस्तारै। अब मिसहरू त्यहाँ हुनुहुन्छ, बिस्तारै हिँड्दै हुन्छ। हामी पनि अब मिसहरूलाई भेटिहाल्छौँ। बिस्तारै हिँड्दैछ। यहाँ आज एकदम खुसी। अर्जेन्टिनाको जितमा एकदम खुसी। यहाँ हाम्रो विशाल सर एकदमै खुसी हुनुहुन्छ आज। एकदम सायद नसोचेको हानिदिरहेको छ हो। एकदम बुढो बाघ भनेको बुढो बाघ हो। 1 गोल 2 असिस्ट भनेको यहाँ हो। त्यस्तो अब फाइनल अब अर्जेन्टिनाले फेरि पनि 7 जना वाल राख्दा नि च्यात्नु भनेको च्यातेको हो। बबाल 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 खतरा टेक्नोलोजी यहाँ युज गर्दै हुन्छ मिसले। एकदम खतरा। बाटो चाहिँ पुरै ठाडै स्टार्ट भइसकेको छ। यस्तै छ बाटो। टोलीहरू आइरहेको छ पुरै। सुमित जो चाहिँ एकदम आजको अगाडि अग्रता लिँदै अगाडि बढ्दै है। के छ? कस्तो भइरहेछ यात्रा? राम्रो भइरहेछ है। साथी भनेका साथीहरू एकदम पछाडि छन्। हजुर। सो अगाडि बढ्दैछु।
हामीले आधी मात्र बाटो सम्म पुगेको छौँ। यस्तो छ हालत, गर्मीले गर्दा देख्न सक्नुहुन्छ पसिना पुरै खाली निस्केर सर हिँडिदिन्छ। अभिसर कस्तो भइरहेछ? एकदम गाह्रो भइरहेछ कि के छ? आनन्द छ? ठिक छ नि? अहिले चाहिँ हामी अलिकति सर्टकट बाटो निस्किरहेछौँ। यस्तो बाटो चाहिँ एकदम जङ्गलको बिचमा देख्न सक्नुहुन्छ। सो फाइनली हामी अस्ति सर्टकटबाट माथि आइसकेको छौँ। गुम्बा होइन, गुम्बादेखि दर्शन गरौँ। अब 2-3 मिनटमा हामी पुग्छौँ। कस्तो भइरहेछ बइस? मजा आइरहेछ नि? एक्लै तिम्रो खोइ तिम्रो टोली 3टा? ए सुमितले आफ्नो 3टा साथीहरूलाई छोडेर आइसकेको छ अगाडि। हामी अब अगाडि बढ्दैछौँ। उहाँ माथि देख्नुहुन्छ यहाँ गुम्बा रहेको छ एउटा। सो हामी फाइनली हाम्रो डेस्टिनेसन राजा रानी आइसकेको छौँ। टिकट काउन्टर, यहाँ टिकट काटेर चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। सबैजना आएपछि काट्ने हो के हो? हामी टिकट लिइसक्यौँ। अब हामी अहिले सोध्नु भयो अहिले कलेजबाट आएको आउनु तल सानो रेस्टुरेन्ट रहेको छ। सो हामी चाहिँ फर्स्ट टोली जुन चाहिँ अगाडि आइसकेको छौँ, अरू चाहिँ बाँकी नै छन् आउन। अब यहाँ तल भ्रमण गर्छौँ, तल पोखरी रहेको छ। सर फाइनली हामी आइसक्यौँ होइन त? हामी नै फर्स्ट टोली हामी नै छौँ। सो अरू बाँकी आउँदै हुनुहुन्छ। फाइनली हामी चाहिँ आइपुग्यौँ होइन अब सर? बिजोक एकदम पुरै खाली पसिना हुँदै चाहिँ आइपुगेको छौँ। देख्न सक्नुहुन्छ पोखरी रहेको छ। यो चाहिँ प्रवेशद्वार रहेको छ, एकदम व्यवस्थित गरेको रहेछ। यता चाहिँ पिकनिक स्पोट, त्यता यस्तो बनाएको रहेछ। बोटिङ पनि हुँदो रहेछ, नाउ देखिरहेको छु। एकदम शीतल यहाँ आएर चाहिँ। अघि माथि आउँदाखेरि एकदमै गर्मी भइरहेछ, अहिले चाहिँ मौसम हल्का चेन्ज भइसकेको छ, शीतल भइरहेछ। सो भर्खरै हामी माथि लेटाङदेखि माथि राजारानी पुगिसकेको छौँ। पछाडि देख्न सक्नुहुन्छ पोखरी। सो एकदम सुन्दर नजारा छ, यता पनि पोखरी छ। अब हामी एकछिन केही बेरसम्म एकछिन यहाँ घुम्छौँ। हाम्रो टोली पनि आउनु बाँकी नै छ। त्यसपछि अनि म यताको दृश्य तपाईँहरू देखाउँदै। Light is fading fast from this old town, we gotta go. Our bags are packed, so what we waiting for?
एकदम रमाइलो भइरहेछ माथि आएर चाहिँ एकदम शान्त पिसफुल इन्भाइरोमेन्ट र हावा एकदम चलिरहेछ। ठ्याक्कै यहाँ बिचमा चाहिँ एउटा मन्दिर पनि रहेको छ, पछाडि तपाईँले देख्न सक्नुहुन्छ मन्दिर छ। यता पनि पोखरी र यो साइड पनि पोखरी। सो यहाँ के छ भन्दाखेरि यहाँ एउटा चाहिँ राजा पोखरी र एउटा चाहिँ रानीको पोखरी भन्ने छ भन्छ। सो यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदम शान्त वातावरण, राम्ररी बस्नको लागि एउटा सानो कुटी जस्तो बनाएको रहेछ। सो ताकि हिँडेर आउँछन् र चाहिँ एकछिन बसाउनको लागि चाहिँ एकदम राम्रो छ। यहाँ चाहिँ राजा रानीको मन्दिर रहेको छ बिचमा, पोखरीको यता पनि पोखरी यता पनि पोखरी चाहिँ मन्दिर चाहिँ बिचमा छ। चरी उडो बादल छुनाला म बसेको रेलै गुडो कान्छी बसिन एक्लै रुनला आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको कुराको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको सरुडो बादल छुराला म बसेको रेलै बुढो कान्छी बसे एक्लै रुनाला। ठुलो गाउँ न, ठुलो लाउड गाउँ लो भयो क्या फेरि आफ्नै खिच्नु भएको होला नि। अब चाहिँ हामी फर्किँदै गरेको, फोटोसुटहरू गरिसक्यौँ, एकछिन बस्यौँ, अब चाहिँ फर्किँदैछौँ।